नमस्कार साथीहरू, मेरो च्यानल पदयात्रीमा म तपाईहरुलाई फेरि एकचोटि स्वागत गर्दैछु र बोन्साई बिरुवाको बारेमा केही भन्न गइरहेछु। प्राकृतिक रूपमा रहेका बिरुवालाई त्यस्तै आकारमा गमला थोरै माटो राखेर कलात्मक रूपमा सजाउनु, त्यस्तै देखाउनु, बामपुड्की बनाउनुलाई नै बोन्साई भनिन्छ है। र बोन्साई बनाउन कति समय लाग्छ त? र बोन्साई बिरुवाहरू बनाउनका निमित्त धेरै समय लाग्छ क्या। अति धैर्य गर्न सक्नुपर्छ यो बोन्साईका निमित्त। विशेष गरी तपाईहरुले बिउ उमारेर त्यसलाई म बोन्साई गर्छु भनेर गमलामा रोप्नु भयो भने करिब 7 देखि 10 वर्ष आकार देखिनलाई त्यो बोन्साई बन्नलाई लाग्छ। बेर्नलाई भने हाँगा कटिङ अलि मोटो हुन्छ र ठुलो हुन्छ। त्यसमा तपाईहरुले वायरिङ गरेर तारले बाँधेर आफ्नो आकारमा प्राकृतिक रूप जस्तै वा आफ्नो आकारमा बङ्ग्याउन चाहनुहुन्छ भने त्यो पनि 5 देखि 7-8 वर्ष लाग्छ नै। यो मसँग भएको बिरुवा त 15 वर्ष माथिको बिरुवा हो। अनि तपाईहरुले बोन्साई गर्ने हो भने चाहिँ धैर्यता त हुनुपर्छ। 1 वर्ष 2 वर्ष 3 वर्षमा बोन्साई बन्छ भनेर त गाह्रै पर्छ। किनभने गमलामा थोरै माटो हुन्छ, सानो गमलामा, किनकि यो गमला पनि सानो छ, यसमा माटै पनि कम छ, जराहरू पनि कम छ, हाँगा सबै कम हुन्छ। त्यसकारण बढ्न समय लाग्छ, बढ्दैन, मोटो देखिँदैन। त्यसका लागि धैर्यता गर्न सक्नुपर्ने हुन्छ। र सबै बिरुवाहरू बोन्साई गर्न चाहिँ मिल्दैन है हजुरहरू। तपाईँ भन्ठानु होला जुनसुकै बिरुवा पनि म गमलामा रोप्छु र बोन्साई गर्छु भन्नुभयो भने त्यो हुँदैन। केही समय हुन्छ, 5 वर्ष 7 वर्ष हुन्छ अनि त्यो बिरुवा मर्छ। भन्नुपर्दा बोन्साईका लागि उपयुक्त हुने बिरुवाहरू के हुन् हैन? अनि बोन्साई बनाउन के गर्नुपर्छ त्यो चाहिँ जान्नु जरुरी छ।